आज आवाज एकदम स्लो बोल्नेछु किनकि धेरै बोलेर नै सबै कुरा पाइसकेँ। अब कम बोलेर चाहिँ पाउने कोसिस गर्छु, फेरि मोड चेन्ज गर्नेवाला छु। मेरो जीवनको सबैभन्दा गेस गर्न सक्नुहुन्छ भने लेखेको वर्ड के होला जस्तो लाग्छ? तपाईँहरूले गेस गर्न चाहनुहुन्छ? के होला जस्तो लागिरहेछ? के लेख्यो होला एकचोटि गेस गर्न सक्नुहुन्छ? कृतज्ञता। कृतज्ञता। त्यो वर्ड थियो भ्याउँछन्। मैले धेरै मिटिङमा बोलेको वर्ड हो, जुन दिन चाहिँ मेरो 25 लाख पटक चाहिँ मैले भ्याउँछन् लेख्छु, त्यसपछि मात्र हकदार बन्छु भनेर चाहिँ मैले धेरै मिटिङमा पनि बोलेको थिएँ। बोलेर यति दिक्काएँ वालदेखि लिएर कविदेखि लिएर पेजदेखि लिएर एभ्री टाइम मैले धेरै मिटिङमा देखाएको छु। धेरै ठाउँ लेख्दा कहीँ पाना सानो छुट्छ भने भ्याउँछन् लेख्दा हैरान भइसकेका थिएँ। एक दिन थाकेर एक कोड बोलेको थिएँ टेम्पा सरको अगाडि, सर भगवान् यदि हुनुहुन्छ भनिराख्नु भएको छ र सुन्नुहुन्छ भने म एउटा चिज आज भन्दैछु, हे भगवान् मलाई भ्याम श्याम चाहिँ नबनाइदिनु। सरको अगाडि मैले चाहिँ एमपी सरको रूपमा बोलेको थिएँ। सायद त्यो नबित्दै सायद नेक्स्ट महिना 16 लाखको चेक कटेको। अब आफै भन्नुहोस्, यसको आन्सर आफै खोज्नुहोस्। बोलेर मैले पाएँ वा लेखेर मैले पाएँ? केमा विश्वास गर्नु? लेखेर। त्यही गर्नुहोस् यदि बन्नु छ भने, त्यही गर्नुहोस् यदि बन्नु छ भने। मैले बोलेर यदि पाएको भए त मैले सरको अगाडि भगवान्लाई पुकारेर बोलेको थिएँ। यदि छन् भने सायदै उनले मलाई भ्याम श्याम दिँदैन थियो होला, त्यो लेभलको इन्कम दिँदैन थियो होला। लेखे एउटाले सोध्दै थियो, पत्रकारले एकजना राइटरलाई सोधिरहेको थियो, ईश्वर कहाँ हुन्छन् भनेर सोध्दै थियो। उसले आफैले आँखा बन्द गर्दै भन्दै थियो, उनले ईश्वर। त्यो भन्ने बित्तिकै पत्रकार आफै एकदमै नर्भस भए। आफ्नै स्वरमा आफै भित्र आज तपाईँ सबैले भन्नुहुन्छ ईश्वर कहाँ छन् त? दिलमा छन्, मनमा छन्, आफ्नै हातमा छन् भने हामीले बोल्ने वर्ड के हो त? हामीले बोलेको के? को बोलेको? ईश्वर बोलेको? ईश्वर बोलेको। मेरो मनमा भित्र ईश्वरको होइन भ्यावसायको पिक्चर बनिसकेको थियो। त्यो डिलिट हुनेवाला थिएन। त्यही आयो भाइ। अब विगतलाई फर्केर जरुरी हेर्ने हो भने जो सुरुको दिनलाई आज सम्झिन्छु, लामो पिरियडसम्म त्यही सङ्घर्ष गरेँ। जब मैले बझाङमा जन्मेँ, काठमाडौँबाट सबैभन्दा टाढाको यात्रा छ। रहरले होइन, बाध्यताले काठमाडौँ आएको थिएँ। काठमाडौँ पनि 3 दिन पैदल हिँडेर, साइकल देखेको थिएन। 3 दिन पैदल हिँडेर, त्यसपछिको 4 दिन बाइक बस काठमाडौँ पुगेँ। 13औं दिनको दिनमा गार्मेन्टमा, मोमेन्टो अपरेल कृष्ण गार्मेन्टमा 1200 रुपियाँको जागिर गरेको थिएँ र 200 रुपियाँ सेकेन्ड डे 14औं दिनको दिनमा 200 रुपियाँ एडभान्स मागेर चाहिँ खानेकुरा लिएर, बस्ने ठाउँ थिएन, कहीँ कतै हुन्थ्यो, बसाइ त्यस्तै थियो। अब त्यतातिरमा गएन र फाइनल्ली 7 महिना मैले त्यहाँ काम गरेँ र 7औं महिना केही व्यक्तिहरूको निकालेको थियो, विभिन्न कारण थियो। त्यो भित्र म पनि थिएँ र म त्यो अफिसबाट निकालिनको एउटै कारण थियो, मेरो बोली। मैले सुदूरपश्चिमको भाषा बोल्थेँ, सबैलाई तुमी भन्थेँ। सुदूरपश्चिममा तुमी भनेको हजुर भन्ने वर्ड हो। मलाई बढी जस्तो अफिसमा फोन उठाउन लाउँथे, कि हजुर भन्थे कि सामान्य बोल्नु पऱ्यो तुमी भन्थे। त्यो तुमी भनेको वर्डले मैले एक दिन कानमा सुने कि सुपरभाइजरले अर्को व्यक्तिलाई भन्दै थिए कि
उसले तिमीलाई तँमी भन्यो भन्दाखेरि तिमी त उसले भनिसक्यो भन्दा उसले अर्को व्यक्तिलाई भन्दै थियो कि उसले म्यानेजरलाई बोसलाई त तिमी भन्छ म त को हो भन्यो। त्यो दिन मैले थाहा पाएँ कि यिनीहरूले मैले चाहिँ यिनीहरूलाई प्रमोट गरिरहेछ भनेर। र मेरो शब्दको कारणले, त्यो नबुझेको कारणले वा मलाई बोल्न नजानेको भाषाको कारणले गर्दा 1200 रुपियाँको जागिरबाट निकालिएको व्यक्ति आज विश्वको 18-19वटा देशमा घुमिसकेको छु र इन्कम त तपाईँले थाहा पाइहाल्नु। आज खुसी लागिरहेको छ। एकतर्फ चाहिँ सरले हिजो भन्नुभयो कि सबै अब आम्दानी भनिदिनुहोस्, सबैलाई भनिराख्नुहोस्, पोस्ट गर्नुहोस्। हिजो पनि धेरैले पोस्ट पनि गर्नुभएको थियो। मलाई बहुत अझै पनि विभिन्न ठाउँमा चाहिँ आम्दानी देखाउनका लागि बहुत अप्ठ्यारो लाग्थ्यो। त्यो बेला सोचिरहन्थेँ आम्दानी कति भन्दा भ्यामस्याम भनौँ, यसले खोज्दाखेरि थाहा पाइहाल्ला भन्ने मनमा सोचिरहन्थेँ। मान्छेसँग बस्दाखेरि चेक देखाउन अप्ठ्यारो लाग्थ्यो। चेक देखाउनु नपरे हुन्थ्यो भनेर भगवान्सँग पुकारिरहन्थेँ। चेक देखाउनु नपरे हुन्थ्यो। चेक नदेखाउने एउटै मात्र धार छ, त्यो हो वर्ड हो भ्यामस्याम। र आदरणीय गुरुको अगाडि अर्को कमिटमेन्ट गरिदिन्छु। सायद 5 वर्षको कमिटमेन्ट लेखेर धेरैपल्ट मैले बोलिरहेको बेला चाहिँ बोलिरहन्थेँ त्यो वर्ड। 5 वर्ष दिन्छु भनेको थिएँ। 5 वर्षमा दिए मात्र होइन, फाइनेन्सियल फ्रिडमको रूपमा, लगभग भनौँ लोन फ्रीको रूपमा कार, घर, दुनियाँ सबै पाइसकेपछि, मैले घरै लिइसकेपछि सरलाई भन्यो मलाई भ्यामस्याम बन्नु छैन, मलाई पैसा पुगिसक्यो भने। ब्याङ्क अहिले पनि ब्यालेन्स छ, घर छ, गाडी छ, प्रेसर आइसकेको छ। सायद यो वर्ष नकटोस्, BMW आश गरेको छु, लेखे पनि सकेको छु। किनकि मैले मेरो लागि भन्दा पनि अब हजुरहरूको बिजनेस ग्रो गर्नका लागि पनि मैले लिएको छु। बसाइ मेरो मात्र हुनेछ, तर त्यो बसाइमा तपाईँहरूको चेक हुनेछ, त्यो कपी हजुरहरूले गर्नुहुनेछ। अब बोलिरहनु मात्र छैन, मैले प्र्याक्टिकल देखाउनु पर्ने अवस्था छ। जो आज जति चिजहरू अब आफै सोच्नुहोस्, 1200 रुपियाँको जागिरबाट गिरेको व्यक्ति, आज डाइरेक्ट सेलिङको अक्षर पनि नजानेको व्यक्ति। कुनै बेलाको कुरा गर्छु, स्टार्ट फेजमा यो ड्रिम भन्थे। मैले त्यो ड्रिमभन्दा अगाडि त्यही बिचैमा भन्नु पऱ्यो, 11 को कुरा गरौँ, 2011 मैले आफ्नो एउटा याहू आइडी बनाएँ। त्यो आइडीको अहिले पनि मेरो त्यो आइडी चल्छ, जिमेल र याहू। त्यो छ dreamlokendra@yahoo.com। पछि जब नेटो मार्केटमा थाहा पाएँ ड्रिम बनाउनुहोस् भन्थे। मेरो आइडी पनि ड्रिम छ। अब तपाईँलाई लाग्यो होला यो डाइरेक्ट सेलिङमा लाग्यो भने ड्रिम आइडी बनायो। मेरो बुढीको नाम चाहिँ ड्रिम हो, उसको नाम सपना हो, त्यही भएर उसको नाम र मेरो नाम जोडेर त्यो डायरी भन्ने कुरा थाहा थिएन मलाई। यो डायरी भन्ने कुरा थाहा थिएन, पछिसम्म थाहा थिएन। डायरी बनाऊ भन्थे, त्यो थाहा थिएन। 2058मा मैले बुद्धको बारेमा पढ्दै थिएँ। त्यहाँ चाहिँ एउटा चिज भेटाएको थिएँ। बुद्धले बुद्धत्व पाएपछि एउटा कन्या, एउटा बालकले उनलाई केही शिक्षा दिएको थियो। त्यहाँनिर बुद्धले बहुत दिनलाई चाहिँ आदर गरेको थियो। त्यो एउटा बालिकालाई उनको नाम थियो सुचिता नाम गरेको बालिकालाई सम्मान गरेको थियो। आफूले केही उनले मार्गनिर्देशन दिएको थियो त्यो बालिकाले। लामो कहानीतिर गइनँ। त्यो पढेपछि मलाई बहुत आँखादेखि रस आयो, भित्रैदेखि आयो र मैले एउटा चिज लेखेँ। एउटा डायरीमा, कापीमा लेखेको थिएँ। त्यो पछि डायरी हुँदो रहेछ थाहा भयो अहिले डाइरेक्ट सेलिङमा आएपछि। त्यहाँ चिज के लेखेको थिएँ 2058मा, मेरो पहिलो छोरी हुन्छ, बिहे गरेको थिएन र त्यसको नाम चाहिँ सुचिता राख्छ। 2068 आफ्टर 10 इयर पछि मेरो बिहे भयो, बिहे गरेँ र छोरी भई।
म दुबईबाट आउन सकिनँ, उनलाई दुबईबाट नेपाल पठाएँ र अब बच्चा हुँदाखेरि आमालाई पहिलो खोज्ने भनेको आफ्नो श्रीमानको हो, अनुहार हेर्न खोज्ने, बच्चा बचिँदै नै मैले आउन सकिनँ केही कारणवश। र उनले मलाई गाली गरे, नराम्रो तरिकाले वोट दिए मलाई। छोरी तिमीले छोरा हुन्छ भन्ने सोचेको थियौ, छोरी भई सायद त्यही कारणले तिमी आएन होला। मेरो जीवनमा, फ्यामिलीमा, श्रीमान श्रीमतीमा सबैभन्दा दुःखद कुरा थियो त्यो शब्द सुन्दाखेरि। त्यसलाई मैले बुझाउन सक्ने मसँग कुनै चिज नै थिएन, कुनै वर्ड थिएन मलाई। अब कसरी बुझाउँ, कसरी बुझाउँ, कसरी बुझाउँ। 68 मा बिहे गरेको। फाइनल्ली 2072 मा एक दिन मलाई फोन आयो, घरबाट आयो, तिमीलाई आज एउटा कुरा भन्छु। के भने मलाई थाहा थिएन, म बिर्सिसकेको थिएँ। तिम्रो कारणले छोरी भएको रहेछ भनेर। म झर्सँग मैले कारण त मेरो होला, के को डाउट। अनि उसले त्यो डायरी देखाउँदै भने हेर त के छ भन्दा मैले त्यो डायरीमा बिहे भएको 10 वर्ष अगाडि नै लेखिसकेका थिएँ, पहिला छोरी हुन्छ र त्यसको नाम सुचिता हुन्छ भनेर राखेका थिएँ। त्यो आन्सर दिनु परेन, म्याडमलाई त्यो आन्सर दिनु परेन, त्यो शब्दले मैले क्लियर गरेँ। मैले आज हजुरहरूलाई किन यो कुरा, धेरै कुरा सरबाट सिकिसकेका छु। किन यो भन्दैछु भने हजुरहरूले आज डिग्री पढ्नु भएको छ, धेरैजना एसएलसीसम्म पढ्दाखेरि पनि 10,000 पानाहरू लेख्नु भएको छ कापीमा लेखेर। कहाँ गए, ती पानीपुरी कता खाए, कहिले खाए थाहा छैन, चटपट खाँदै हो। के जीवनको एउटा पाना लेख्नु भएको छ, आफ्नो जीवनमा के बन्ने भनेर लेख्नु भएको छैन भने आज त्यो पाना लेख्नुहोस्। हजारौँ पाना लेखिसक्नु, एक पाना लेख्नुहोस्। एक पानामा चाहिँ म जीवनमा के बन्छु भनेर लेख्नुहोस्। यदि तपाईँले आफ्नो छोरालाई सुधार्न सक्नु भएन, आफ्नो छोरीलाई सुधार्न सक्नु भएन, कहीँ कतैबाट त्यो पाना यदि लेखेको भेट्यो भने मेरो श्रीमतीलाई त्यो एउटा बाण जस्तो त्यो नेगेटिभ थट्सबाट मैले निकाल्न पाएँ। तपाईँको बच्चाले फेरि त्यो थट्सबाट बाहिर निस्कन्छ। मैले यो चिज कहाँबाट आयो? आज सरले अघि भन्दै गर्दाखेरि म बेला बेला भावुक हुँदै थिएँ, शरीरमा काँडा फुलिरहेका थिए, भित्रैबाट स्पर्श गरिरहेको थिएँ। मैले भनिरहेको छु, यस्तो पिक्चर हो, यति उहाँसँग जति बस्यो, जति सुन्यो उति सुनौ 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 लाग्दै हुन्छ। अब आफै सोच्नुहोस्, 1200 रुपियाँ कमाएको व्यक्ति आज सारा किसिमका जति वर्णन गरे पनि कम हुन्छ। मैले उहाँ मेरो गुरु उहाँ नै हो, मेरो अपलाइन उहाँ नै हो। सारा चाहिँ जति भन्दा पनि कम हुन्छ। के भनौँ, सायद अब पछिल्लो जुइने कहाँ छ थाहा छैन, सरले भनिहाल्नुभयो सायद अघिल्लो जुइनेको, अघिल्लो जन्मको कुनै खेल थियो होला कि सरसँग मेरो भेट हुनु। र सोच्दैन थिएँ सायद योसम्म सफल हुन्छु यति चाँडै भन्ने, त्यति सोच्दैन। सोच डेभलप बनाउनु भयो। आज फाइनल्ली यहाँ पुगेँ। तपाईँले अब लास्ट वान वर्ड बोलिरहँदाखेरि मलाई के लाग्छ भने साइलेन्स मेरो जीवनमा पनि थियो। सरले हिजो पनि भन्नुभएको थियो 96 करोड लाख रुपियाँ ऋणमै म ब्याक भएको, दुबईमा 4 करोड रुपियाँ इन्भेस्टमेन्ट मैले डिसिजन छोडेर यता फर्केको, 4 करोड रुपियाँ लगानी भएको, अहिले पनि मेरो प्रावधान छ। र त्यो डिसिजन गर्न सकेँ टाइमिङमा। र त्यो सँगै मैले आज के चाहिँ तपाईँहरूलाई यदि भन्नै पर्दाखेरि के शब्द चाहिँ सन्देश दिन चाहन्छु। साइलेन्स आउँछ, जो सरले हिजोदेखि पनि भन्नुभएको थियो। साइलेन्स सबैको जीवनमा आउँछ, मेरो जीवनमा आज बढी आयो कि भन्ने मलाई लागेको मात्र हो। यदि तपाईँले त्यो साइलेन्सलाई अप्सन नदिकन यदि जरुरतको रूपमा यदि लिनुभयो भने त्यो साइलेन्स यदि तपाईँको अप्सन नभएर त्यो आज हेल्थी लिभिङ, तपाईँको पैसा कमाउनु, आज तपाईँलाई डाइरेक्ट फिलिङ, यदि तपाईँले चाहिँ मेरो यो सक्सेसको हिस्सा हो, मैले यसलाई चाहिँ अब अप्सन दिनु हुँदैन, केही पनि अरू चिजमा अप्सन दिनु हुँदैन भन्ने यदि तपाईँले सोच्नुभयो जुन दिन भने सक्सेस तपाईँको मजदुरी बन्छ, सफलता तपाईँको मजदुरी बन्छ।
यदि तपाईँले साइलेन्समा चाहिँ अप्सन राख्नुभयो यहाँ भएन भने म अर्कोमा केही व्यापार गरौँला, जागिर छँदैछ, जग्गा जमिन छ, घर छ, भाडा उठ्छ भन्नुभयो भने मलाई लाग्दैन कि तपाईँ यहाँ सफल बन्नुहुन्छ। खालि ताली बजाउनुहुन्छ, जानुहुन्छ। त्यसैले मैले आज जीवनमा बिना अप्सन दुबईबाट 4 करोड रुपियाँको बिजनेस थियो, युरोप जान सक्ने भिसा थियो, 14-15वटा देश घुमिसकेको थिएँ, जान सक्ने अवस्था थियो, बावजुद म किन डिसिजन गरेँ कि मैले त्यो अप्सनभन्दा मैले बेस्ट डाइरेक्ट सेलिङको प्लेटफर्म देखेँ। अघि सरले भनिरहँदाखेरि मैले 2012मा विश्व सम्मेलनमा जो बसेका साथीहरू अहिले ती 3जना व्यक्तिहरू प्राइभेट प्लेनमा छन्। यो 20-50 लाख केही पनि होइन, महिनाको करोड केही पनि होइन, उनीहरूको इन्कम होइन, अर्बौं रुपियाँ महिनाको कमाइरहेछन्, प्राइभेट जेट लिएर हिँड्छन्। उनीहरूको सेड्युल हुन्छ, मैले कमलेश पटेलले गर्छ, उसको सेड्युल हुन्छ आज इटाली, भोलि जर्मन, पछि उहाँ भन्ने सेड्युल हुन्छ, डाइरेक्ट सेलिङ गर्छ। आफ्नो आँखाको नजरमा ती देखेका छन्, आफ्नो आँखाको नजरमा हाम्रो गुरु देखेको छु। आज मलाई चाहनु भयो भने मैले आज यदि चाह्यो भने मलाई लाग्छ हाम्रो टेपा सर यहाँ हुनुहुन्छ, उहाँले पनि प्राइभेट जेट लिन केही गाह्रो छैन। अहिले इन्कमको रेसियोमा उहाँलाई हेर्ने भने यो देशलाई दिएको ट्याक्सको यदि क्यालकुलेसनमा गर्ने भने उहाँले कमाएको अवस्थामा छ, आज प्राइभेट जेट चढ्न सक्नुहुन्छ। तर उहाँलाई के छ भने मैले प्राइभेट जेट चढेर केही पनि हुनेवाला छैन कि मेरो प्राइभेट जेट चढ्ने पैसाले म हजारौँ व्यक्तिलाई प्राइभेट जेट चढाउन सक्छु भन्नाले मात्र हामी आज सारा नजिक छोडिदियो भने यतापट्टि उहाँले हेल्थ लिभिङको पाटो छोडेर त्यो सारा पैसा प्राइभेट जेटमा लाउने भने उहाँ लग्जरी लाइफ दिन सक्नेका, मजाले घुम्न सक्नुहुन्छ प्राइभेट जेट। तर त्यो प्राइभेट जेट किन्ने पैसा आज यहाँ चाहिँ उहाँले थाल्नु भएको छ तपाईँ हामीलाई। त्यसैले या अपलाइन या डाउनलाइन सबै हामी एउटा फ्यामिली ड्रिम टिम फ्यामिली हो। हामी यहाँ सबैजना आयौँ, अघि देख्नुभयो हाम्रो एचकेटी टिम मेन्टरको टिमलाई यहाँ देख्नुभयो, सबैले के गर्यो अपलाइनको गुणगान गर्यो, किनकि उनीहरू सद्बुद्धि आइसकेको छ, हामीमा सद्बुद्धि आइसकेको छैन। अपलाइनको वर्णन गऱ्यो भने, अपलाइनलाई सपोर्ट गऱ्यो भने, अपलाइनलाई प्रोत्साहन गऱ्यो भने, अपलाइनलाई चाहिँ हामीले ऊर्जा हौसला दियो भने चाहिँ हामीले पनि पाउँछौँ भन्ने कुरा हामीले थाहा पाइसकेका छौँ। सबैले आएर आफ्नो टाइम कहाँ खर्च गर्यो, गुरुप्रति गर्यो, किनकि उहाँको कारणले हामीले पाएको। यदि उहाँको गुणगान गाई हाम्रो पाइन्छ भने तपाईँले पनि तपाईँको अपलाइनप्रति त्यो व्यवहार देखाउनुहोस्। त्यही व्यवहार मैले आज के मात्र भन्छु जो मैले आफूले लागेको कुरा भन्दैछु, अपलाइनलाई पनि सपोर्ट चाहिएको छ, हौसला चाहिएको छ र तपाईँहरूको चाहिँ प्रोत्साहन प्रशंसा चाहिएको छ। यो सबै चिज सबैजना भोको हुन्छ यसको। ल डाउनलाइनलाई पनि त्यही चाहिएको छ। डाउनलाइनलाई पनि हजुरले प्रोत्साहन गर्नुहोस्, उसलाई हौसला गर्नुहोस्, उसलाई सपोर्ट गर्नुहोस्, सहयोग गर्नुहोस् उसलाई। सारा एउटा फ्यामिली ड्रिम टिम छ। हामीले आज चाहिँ यस्तो चिफ मेन्टर पाएको छु। म चाहन्छु सरको फर्मुलालाई चाहिँ नेक्स्ट टाइम जो हामीले सरले बारम्बार भनिराख्नु भएको छ, म 1मा 0 थप्छु। त्यही कुरालाई चाहिँ हामी ड्रिम टिम नेपालले चाहिँ हामीले साकार बनाउने छ। अहिले 1 छ, अर्को वर्ष यो स्टेजमा यही हामीले स्टार मेट गर्ने क्रममा चाहिँ 10 जना यो स्टेजमा चाहिँ भ्यामस्याम भएको सरले पनि हेर्न चाहनुहुन्छ। र कमिङ 10 वर्षमा सरकै भाषालाई हेर्ने भने 2035मा जाओस्, 2035सम्म 10 वर्षमा 1 को 10, 10मा 10 गर्दा 2035सम्ममा मात्र हाम्रा यदि हामीले 100 जना चाहिँ भ्यामस्याम नेपालबाट बनाउन सक्यो भने आफै सोच्नुहोस् के होला। त्यसमा तपाईँको नाम हुनेछ। त्यसैले रोकेको कहिल्यै छैन। धेरै चिज नलिकन हजुरहरूले यहाँभित्र के सिक्नुभयो, आज 3 दिनसम्म के लिनुभयो, सबैले तिरेको उही 12,000 हो। मैले पनि तिरेँ। सरले अफिसमा कसको गाडी लिएर जाउँ भन्नुभयो, अचम्मको कुरा छ। हेर्नुहोस् कस्तो मजाको कुरा हुन्छ। अब आफै सोच्नुहोस्, मिलियनरहरू बसे भेट भयो भने के कुरा होला, अब गरिब व्यक्ति बसेको ठाउँमा के कुरा होला, कुनै ठाउँमा बसेको छ भने सोच्नुहोस्, उसलाई खानाको कुरा होला, उसलाई विलासिताको कुरा होला। हामी चिताउन आउने कुरा भयो कसको गाडी लिने भन्ने कुरा भयो अफिसमा। सबभन्दा पहिला हाम्रो विकास केसी सरलाई शुभकामना दिन्छु, स्वास्थ्य लाभ भएको छ, धेरै इम्प्रुभ भयो भन्ने छ। एकपल्ट उहाँलाई जोरदार ताली। सरले कुरा उठाउनु भएको थियो यो कुरा, अनि टेम्बा सर हामी सबै बसेका थियौँ।
उहाँले मेरो गाडी दिने भन्ने कुरा गर्नुभयो। अनि उहाँले पैसा कुरा गर्यो, पैसा त सरहरूले जति दिए पनि हुन्छ भन्नुभयो। मैले सरलाई भने ठिक छ हजुर ओके भन्नुहुन्छ, सरको निर्देशन सुन्छु, एक दिन इभिनिङको त्योभन्दा डिनर पार्टी दिउँ न, म मेरो खर्च गर्छु भने मैले सरलाई सबैलाई दिन्छु भने है हाँसो मजा भयो। मैले सरको अथोरिटी चाहियो भने त्यसपछि गाडी कसको लिउँ भन्ने कुरा भयो। मैले गाडी किन लिने, स्टार एभो मिट हो सर, गाडी नलिने हेलिकप्टरमा जाने भने यही हो सर, हेलिकप्टरमा जाउँ भने। तपाईँहरूलाई पनि आशा होस् कि हाम्रा मेन्टरहरू, हाम्रा डियुसिडीहरू, हाम्रा युसिडीहरू, हाम्रा अफलाइनहरू चाहिँ हेलिकप्टरमा चाहिँ मिटिङ दिन आए भन्ने कुरा चाहिँ तपाईँहरूले पनि सोच्न पाउनु। त्यो धेरै टाढा जाँदैन। सायद सर यो लेखिराख्नु, अर्को पालि हाम्रा मेन्टरहरू साथी मिटिङ गर्न पोखरा आउँदाखेरि हामी हेलिकप्टरमा आउनेछु, तर आफ्नो खर्चमा आउनेछु। नेक्स्ट टाइमको स्टार मिटमा हेलिकप्टरमा आएर मात्र म चाहिँ आउनेछु, हेलिकप्टरमा आउँछु त्यो मिटिङमा चाहिँ। थ्याङ्क यू सो मच, थ्याङ्क यू।